आउनुहोस् आज एउटा नयाँ कुरा सिकेर जानुहोस्। यो चाहिँ बिल्कुलै नयाँ हो होइन। यदि तपाईँहरूको पनि घरमा अब सबैको घरमा त विभिन्न सामानहरू हुन्छन् नै, जो चाहिँ अब दैनिक जीवनमा प्रयोग गर्ने चिजहरू, जस्तै अब घरमा हुने फर्निचर होइन, अन्य चिजहरू, यस्तो चिजहरू, अटोमोबाइल्स अथवा मोबाइल होइन, ल्यापटप, कम्प्युटर, हरेक चिजहरू हरेक मान्छेको घरमा हुन्छ नै। यसलाई चाहिँ साधारण चिज केही भयो भने पनि हामीले लिएर सपमा जानुपर्छ र बढी महँगो पैसा चाहिँ पेमेन्ट गर्नुपर्छ रिपेयर गर्नको लागि। यदि तपाईँ त्यसलाई सानोतिनो कुराहरू चाहिँ आफै गर्न चाहनुहुन्छ भने एउटा वेबसाइट छ, यो iFixit.com भन्ने छ। तपाईँले यसमा गएर iFixit.com हानिसके पछाडि यो वेबसाइट खुल्छ। यहाँनिर चाहिँ तपाईँको घरमा हुने दैनिक हरेक चिजहरूलाई स्टेप बाई स्टेप गाइड गर्छ क्या। साइकलहरू जस्तै हेर्न यहाँ बनाउनको लागि होइन, यस्तो चिजहरू, एप्रिलहरू, अनि तपाईँको चाहिँ अब विभिन्न चिजहरू बिग्रियो भने त्यसलाई कसरी बनाउने, एप्लायन्सहरू, क्यामेरा, कार, ट्रक, हाउस होल्ड आइटम होइन, मोबाइल फोनहरू रिपेयर गर्नु पऱ्यो भने अब यस्तै जस्तै एउटा आइफोन भयो, एन्ड्रोइड भयो, यसका विभिन्न मोडलहरू छन्। यसअनुसार चाहिँ तपाईँले गर्न सक्नुहुन्छ क्या। अब हेरेर गेम कन्सोलहरू होइन, पावर टुल्सहरू, मेडिकल डिभाइसहरू, यस्तो चाहिँ सबै आफै हेरेर रिपेयर गर्न सक्नुहुन्छ। यहाँ सिकाउँछ क्या, स्टेप बाई स्टेप, वान बाई वान सिकाउँछ कसरी गर्ने भनेर होइन। अनि यस्तो हार्डवेयर कम्प्युटरहरू सम्बन्धी पनि अब धेरै मोडल चाहिँ कभरेज छ। सबै 100%नै भन्न त मिल्दैन। अब यी चिजहरू पनि रिपेयर गर्ने तरिका भनौँ, यो दैनिक जीवनमा प्रयोग हुने सबै धेरै जसो चिजहरू चाहिँ कभरेज छ यहाँ। जस्तै एउटा उदाहरण हेरौँ एप्लायन्सको, जस्तै तपाईँको घरमा चाहिँ मानिलिउँ वासिङ मेसिन छ होइन। वासिङ मेसिनको रिपेयरिङ गर्नु पऱ्यो भने चाहिँ तपाईँले कुनै एउटा वासिङ मेसिन छान्नुहोस्। त्यस पछाडि अनि यहाँनिर चाहिँ ट्रबल सुटमा हेर्ने, अब जस्तै वासिङ मेसिन नट स्पिनिङ होइन, वासिङ मेसिन सेकिङ या नट ड्राइनिङ, यस्तो चाहिँ भयो भने के गर्ने भनेर अन वासिङ मेसिन वन्ट टर्न अन भने चाहिँ टर्न अन भएन भने के गर्ने, यसको बारेमा इन्स्ट्रक्सन, वासिङ मेसिन ट्रबल सुटिङ कसरी गर्ने, यी हरेक चिजहरू चाहिँ पानी आएन भने कसरी गर्ने, यी चिजहरूको चाहिँ लिकेज भयो भने कसरी त्यसलाई फिक्स गर्ने भनेर चाहिँ यहाँ एक एक स्टेप बाई स्टेप सिकाएको छ। यसको समस्या के हो, यो के हो र यसमा कसरी समस्या आउँछ, अनि त्यस पछाडि समस्या त्यो आयो भने त्यो समस्याको समाधान चाहिँ के हो भनेर पनि यहाँ स्टेप बाई स्टेप छ, यसो गर्ने भनेर हरेक चिजको चाहिँ यहाँनिर यसरी सिकाइदिएको छ। यसै अनुसार हेर्दै हेर्दै गरियो भने आफ्नो मोडल अनुसारका आफ्ना एप्लायन्सहरू अथवा आफ्ना चिजहरू जे छन् तिनीहरूलाई चाहिँ सहजै बनाउन सकिन्छ। सानातिना कुरा, अब धेरै ठुल्ठुलो अप्ठ्यारै चिज हुँदा त अब त्यो हामीले सक्ने कुरा भएन होइन। तर साधारण कुरा जस्तै कम्प्युटर डेस्कटपहरू, ल्यापटपहरू पनि तपाईँको साधारण रिपेयर गर्नु पऱ्यो भने यहाँनिर चाहिँ तपाईँको ब्रान्ड वाइज सबै कुरा छन् होइन। यसमा गएर ब्रान्ड अनुसार त्यस पछाडि मोडल, तपाईँकोमा जुन ल्यापटप छ त्यसको मोडल के हो, त्यसमा आउने समस्या के हुन्, अब यिनीहरू चाहिँ यसरी हेर्दै गएर चाहिँ तपाईँले सबै यसमा चाहिँ गर्न सक्नुहुन्छ क्या। साधारण चिजहरू भनौँ न, अब यो धेरै एडभान्स त नभनौँ तर पनि साधारण चिजहरू तपाईँ अलिअलि थोरै टेक्निकल नलेज छ, अलिअलि केही अङ्ग्रेजी बुझ्नुहुन्छ यो भने चाहिँ धेरै कुरा बनाउन आफै सकिन्छ। पैसा खर्च गरिराख्नु पर्दैन होइन। हाउस होल्ड आइटमहरूमा पनि तपाईँले हेर्न सक्नुहुन्छ, जस्तै फर्निचरहरू होइन, केही समस्या भयो, टुटो फुट्यो भने त्यसलाई कसरी जोड्ने, अनि यो पर्सनल केयरका सामानहरू कहिलेकाहीँ बिग्रियो भने यिनीहरूलाई कसरी बनाउने, अब यो एसीहरू बिग्रियो भने तपाईँको घरमा राखेको एसी, अब यिनीहरू यो चिजहरू बिग्रियो भने यसलाई कसरी बनाउने, यो चाहिँ एकदम नर्मल हामीले प्रयोग गरिराख्ने चिजहरू छन् होइन। लाइटिङमा समस्या भयो भने यसका के कस्ता कस्ता समस्या आउँछन्, के हुने होइन, फ्ल्यास लाइटहरू, अब यहाँ सबै चिज छ घरमा हुने हामीले प्रयोग गर्ने लाइटहरू के कारणले कस्तो समस्या आउँछ होइन। यस्तो यस्तो चिजहरू सबै गाइड गरेर राखिदिएको छ कि यहाँ जाने, हेर्ने, अनि त्यस पछाडि चाहिँ त्यसै अनुसारको चाहिँ रिपेयर गर्ने, आफ्नो चिजहरू बनाउने, चलाउने। यहाँ चाहिँ हरेक चिज छ, धेरै चिज छ, धेरै। तपाईँ हामीले सोच्योभन्दा धेरै चिज यहाँनिर डाइरेक्ट पनि सर्च गर्न सक्नुहुन्छ। यहाँनिर टाइप गरेर जे तपाईँलाई घरमा केही चिज भयो भने, जस्तै टेबल फिक्स गर्नु छ भने त्यसरी चाहिँ यहाँबाट सर्च गरेर अनि त्यसबाट पनि तपाईँहरूले जान सक्नुहुन्छ होइन। टेबल ल्याम्पहरू, अब यहाँ हरेक चिज धेरै
वाइडर रेन्जमा छ र पनि सबै 100% नभनौँ तर धेरै जसो चिजहरू चाहिँ कभरेज छ। जस्तै फोनहरूमै हेरौँ हामीले एन्ड्रोइड फोनको होइन एन्ड्रोइडका अब गुगल फोनहरू स्यामसङका मोडलहरू यिनीहरू कभरेज छन् सबै मोडल अनुसार त्यसमा आउने समस्या के हो अनि त्यसलाई कसरी समाधान गर्ने रिपेयर कसरी गर्ने भन्ने कुरा चाहिँ यहाँ सिकाउँछ। यो चाहिँ तपाईँ हामी सबैलाई अलिअलि थोरै प्राविधिक ज्ञान राख्ने मान्छेहरूलाई चाहिँ एकदमै सजिलो र भरपर्दो